नमस्कार। आजको यो विशेष विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो समाजको भविष्य नै तय गर्छ। त्यो हो विश्व स्वास्थ्य संगठन अर्थात् WHO को 2025 को नयाँ निर्देशिका। विद्यालयको क्यान्टिन वा खाजा घरहरूले बालबालिकाको स्वास्थ्यमा कस्तो दीर्घकालीन प्रभाव पार्छन् र यसलाई कसरी स्वस्थ बनाउन सकिन्छ भन्ने कुरालाई हामी यस प्रस्तुतिमा केलाउनेछौँ। ल अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। यो एउटा अङ्कबाट सुरु गरौँ। 14 करोड 81 लाख सुन्दा नै आङ जिरिङ्ग हुने यो सङ्ख्या सन् 2022मा विश्वभर कुपोषण वा पुड्कोपनको शिकार भएका 5 वर्ष मुनिका बालबालिकाहरूको हो। यो एउटा यस्तो डरलाग्दो यथार्थ हो जसले हामी किन अहिले नै गम्भीर हुनुपर्छ र किन तत्काल कदम चाल्नुपर्छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। तर अचम्मको कुरा के छ भने कुपोषण त सिक्काको एउटा पाटो मात्र हो। अर्कोतिर फर्केर हेर्ने हो भने सन् 1990 देखि 2022 को बीचमा बाल्यकालको मोटोपन आगो झैँ फैलिएको छ। केटीहरूमा 5 करोड 12 लाख र केटाहरूमा झण्डै 7 करोड 67 लाखले मोटोपन बढेको छ। एकातिर कुपोषणको लडाईँ अनि अर्कोतिर मोटोपनको महामारी। हामी अहिले एउटा निकै जटिल दोहोरो पोषण सङ्कटको बीचमा उभिएका छौँ। यही विश्वव्यापी पोषण सङ्कटको पृष्ठभूमिबाट आजको हाम्रो मुख्य विषयवस्तु सुरु हुन्छ। अब लागौँ यो सङ्कट समाधानको सबैभन्दा महत्त्वपूर्ण रणभूमि विद्यालयको खाद्य वातावरणतर्फ। अघि हामीले हेरेका ती कहाली लाग्दा तथ्याङ्कहरूलाई सुधार्न राम्रो खाना खाऊ भनेर सल्लाह दिएर मात्र पुग्दैन। त्यसको लागि उपयुक्त संरचना र वातावरणै चाहिन्छ। र यसको लागि विद्यालयभन्दा उत्तम ठाउँ अरू के नै होला र? विद्यालयहरू भनेको अक्षर चिन्ने ठाउँ मात्र पक्कै होइनन्। दिनको अधिकांश समय त्यहीँ बित्ने हुनाले बालबालिकाले के खान्छन् भन्ने कुरा त्यहीँको वातावरणले तय गर्छ। यो यस्तो अद्वितीय ठाउँ हो जहाँ बालबालिकाको अधिकारको सम्मान हुन्छ र उनीहरूको जीवनभरको स्वास्थ्यको बलियो जग बस्छ। त्यसो भए स्कुलका यी क्यान्टिन र खाजा घरहरूलाई कसरी सुधार्ने त? विश्व स्वास्थ्य सङ्गठनले यसलाई 3वटा मुख्य स्तम्भमा बाँडेर समाधान दिएको छ। पहिलो, खानाको व्यवस्था। दोस्रो, पोषण मापदण्ड र तेस्रो, नजिङ वा भनौँ मनोवैज्ञानिक हस्तक्षेपहरू। यी 3वटा स्तम्भहरू नै आजको हाम्रो विश्लेषणको मुख्य मार्गचित्र हुन्। पहिलो स्तम्भ रहेको छ स्वास्थ्य भोजनको प्रत्यक्ष व्यवस्था। यसमा विश्व स्वास्थ्य सङ्गठनको एकदमै कडा सिफारिस छ। विद्यालय हाताभित्र दिइने खाना जस्तै फलफुल, तरकारी र सन्तुलित भोजनले विद्यार्थीहरूमा स्वस्थकर खानाको बानी मात्र विकास गर्दैन। यसले गजबको कुरा त के गर्छ भने यसले समाजमा हुने शैक्षिक र पोषण सम्बन्धी असमानतालाई नै उल्लेख्य रूपमा कम गरिदिन्छ। सरल भाषामा भन्नुपर्दा स्कुलले नै स्वास्थ्य खाना दिँदा सबै पृष्ठभूमिबाट आएका विद्यार्थीहरूले समान रूपमा पोषण पाउँछन्। तर जब यो कुरालाई व्यवहारमा उतारिन्छ नि, नतिजा निकै रोचक देखिन्छ। अभिभावकहरू त दङ्ग पर्छन्। ल है, स्कुलमै स्वस्थ खाना पाइने भयो, बच्चाहरू स्वस्थ हुने भयो भनेर। तर विद्यार्थीहरू, उनीहरूको आफ्नै गुनासो हुन्छ। भाग एकदमै थोरै भयो, आफूलाई मनपर्ने खानेकुरा छान्न पाइएन, वा यो हरियो सागपात त काँदैन खाने। यो एउटा यस्तो रमाइलो तर व्यावहारिक चुनौती हो जुन विश्वभरका स्कुलहरूले दिनौँ सामना गरिरहेका हुन्छन्। अब जाउँ दोस्रो स्तम्भमा, पोषण मापदण्ड निर्धारण। पहिलो कुरा थियो स्कुलले के दिने भन्ने बारेमा। तर यो दोस्रो कुरा चाहिँ स्कुल परिसरमा के बेच्न वा पस्किन आधिकारिक अनुमति छ भन्ने बारेमा हो। यसमा पनि WHO को स्पष्ट र कडा नियम छ। स्कुल र त्यसको वरपर बेचिने खानाको गुणस्तरलाई पूर्ण रूपमा परिवर्तन गर्न प्रमाणमा आधारित कडा नियमहरू बनाउनुपर्छ। यसले गर्दा अस्वस्थकर खानेकुराहरू स्कुलको गेटबाट भित्र छिर्नै पाउँदैनन्। अनि यी मापदण्डहरूको प्रभाव नि एकदमै चमत्कारी छ। अनुसन्धानले नै देखाएको छ कि यस्ता नियम लागू गर्दा विद्यार्थीहरूले तरकारी र स्वास्थ्यकर विकल्पहरू धेरै खान थाल्छन्। स्वास्थ्यलाई बिगार्ने खानेकुराको खरिद र बिक्री स्वात्तै घट्छ र यसले अन्ततः समग्र रूपमा स्वास्थ्य समानता प्रवर्धन गर्न ठूलो मद्दत गर्छ। अब पालो तेस्रो र निकै चाखलाग्दो स्तम्भको, नजिङ्गोको शक्ति। नजिङ अलिकति प्राविधिक शब्द जस्तो लाग्न सक्छ। सरल भाषामा भन्दा यो भनेको विद्यार्थीलाई यो नखाउँ भनेर प्रतिबन्ध लगाउनुको सट्टा खानालाई यस्तो चलाखीपूर्ण तरिकाले सजाउनु हो कि उनीहरू आफै स्वाभाविक रूपमा स्वस्थ खाना छनौट गर्न पुग्छन्। छनौटको संरचनामा गरिने यस्तो जानाजानी समायोजनले मनोविज्ञानमा सिधै काम गर्छ। यो कसरी गरिन्छ त? जस्तै खानाको प्रस्तुति बदल्ने, स्वस्थकर खानेकुरालाई अगाडि देखिने ठाउँमा राख्ने, भागको आकार मिलाउने र
पोषणको बारेमा स्पष्ट जानकारी दिने। विचार गरौँ त, एउटा रातो रसिलो स्याउलाई ठ्याक्कै आँखाको सिधा पर्ने गरी अगाडि राखिदियो भने कसको पो ध्यान नजाला र? यद्यपि यो एउटा सशर्त सिफारिस हो, तर यस्ता साना साना रणनीतिहरू एकैसाथ प्रयोग गर्दा विद्यार्थीहरूको खरिद गर्ने बानीमा अचम्मको सुधार आउँछ। यी सबै कुराहरूलाई समेट्दै अब लागौँ हाम्रो अन्तिम खण्डतर्फ, स्वस्थ भविष्यको निर्माण। यी तीनवटै रणनीतिहरू अहिले विश्वभर नै निकै तीव्रताका साथ लागू हुँदैछन्। देशहरूले धमाधम स्कुलमा स्वस्थ खानाको मापदण्ड तोक्ने र अस्वस्थकर खानेकुराको मार्केटिङमा रोक लगाउने काम गरिरहेका छन्। तर भनाइ नै छ नि, नीति बनाउन जति सजिलो छ, लागू गर्न त्यति नै गाह्रो। स्थानीय स्तरमा यसलाई साँच्चै सफल बनाउनको लागि बलियो राजनीतिक इच्छाशक्ति, पर्याप्त आर्थिक कोष र सबै क्षेत्रको सहकार्य उत्तिकै अनिवार्य हुन्छ। र यी सबै कुराको चुरो कुरो एउटै कुरामा आएर जोडिन्छ, मानव अधिकार। बाल अधिकार सम्बन्धी महासन्धिले स्पष्ट भनेको छ, बालबालिकासँग जोडिएको हरेक काममा उनीहरूको सर्वोत्तम हितलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ। यसको अर्थ स्कुलमा स्वस्थ खानाको वातावरण दिनु भनेको कुनै विकल्प वा सुविधा मात्र होइन, यो त उनीहरूको कल्याण र स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने हाम्रो विश्वव्यापी दायित्व नै हो। त्यसो भए के हाम्रा विद्यालयहरू अब अक्षर चिनाउने ठाउँबाट मात्र माथि उठेर जीवनभरको स्वास्थ्य रक्षा गर्ने सर्वोच्च किल्लाका रूपमा विकसित होलान् त? विद्यालयको क्यान्टिनभित्र लुकेको यो असीमित सम्भावनाले साँच्चै नै हामी सबैलाई गहिरो सोचमा धकेल्छ। योसँगै आजको यो विश्लेषण यहीँ समाप्त हुन्छ।